सो इन्डोक्राइन सिस्टम वान अफ द इम्पोर्टेन्ट टपिक ह्युमन बायोलोजीको र सबभन्दा इन्ट्रेस्टिङ टपिक। यसबाट क्लास 12को एनयुमा 8 मार्क्सको लङ क्वेसन, एमसिक्युज, डायग्राम बेस्ड क्वेसनहरू सोध्न मिल्छ र सिईमा पनि झुक्काएर सोध्न मिल्छ। सो आजको भिडियो हामी थाइरोइड र प्याराथाइरोइड ग्ल्यान्डलाई डिस्कस गर्छौँ। म दिवस तिवारी, पढ्दैछु डाक्टरी। काठमाडौँ युनिभर्सिटी भए पनि काभ्रेको धुलीखेलमा छ। र आज थाइरोइड र प्याराथाइरोइड हर्मोनको मेकानिजम अफ एक्सन, यिनीहरूको जेनरल स्ट्रक्चर, फङ्सन, हर्मोनको हाइपर सेक्रेसन भयो भने के हुन्छ, हाइपो सेक्रेसन भयो भने के हुन्छ, सबै कुरा क्रिस्टल क्लियर बनाएर कन्सेप्टहरू बुझ्छौँ है त। सबभन्दा पहिला यसको बेसिक एनाटोमीबाट बुझौँ है त ल। सो थाइरोइड ग्ल्यान्ड हाम्रो घाँटीमा हुन्छ, थाइरोइड कार्टिलेजमा बसेको हुन्छ। थाइरोइड कार्टिलेज भनेको एडम सेप्पल रेस्पिरेटरी सिस्टममा कुरो भइसकेको छ है त ल। सो थाइरोइडको दुईवटा लोब हुन्छ थाइरोइड ग्ल्यान्डको है, राइट लोब, लेफ्ट लोब। छुट्याउने कसले, बिचमा कनेक्टिभ टिस्यु हुन्छ, त्यसको नाम हो इस्थमस। सो टु थाइरोइड लोब्स आर सेपरेटेड बाई इस्थमस। थाइरोइड इज सेकेन्ड लार्जेस्ट ग्ल्यान्ड एन्ड लार्जेस्ट इन्डोक्राइन ग्ल्यान्ड है। यो दुईवटा कुरा अलिकति बुझौँ। लार्जेस्ट ग्ल्यान्ड लिभर हो, तर लिभर भनेको एक्जोक्राइन ग्ल्यान्ड हो। थाइरोइड इज लार्जेस्ट इन्डोक्राइन ग्ल्यान्ड है। सो सेकेन्ड लार्जेस्ट ग्ल्यान्ड ओभरअल एक्जोक्राइन र इन्डोक्राइनमा सेकेन्ड लार्जेस्ट इज थाइरोइड, इन्डोक्राइन ग्ल्यान्डमा चाहिँ सबभन्दा लार्जेस्ट इज थाइरोइड है। ल सकियो। अब थाइरोइड ग्ल्यान्डको पछाडि एउटा देखि 5वटासम्म, जेनरली 4वटा पाराथाइरोइड ग्ल्यान्ड बसेको हुन्छ है। सो थाइरोइडको वरिपरि त पाराथाइरोइड है। सो थाइरोइड एन्ड प्याराथाइरोइड ग्ल्यान्डको एनाटोमी अलिकति। अब थाइरोइड हर्मोनको, थाइरोइड ग्ल्यान्डले सेक्रेट गर्ने हर्मोनलाई बुझ्न अलिकति हिस्टोलोजी बुझ्नुपर्छ। थाइरोइडभित्र फोलिकलहरू हुन्छन्। फोलिकल भनेको गोलो गोलो डल्लो है। सो गोलो गोलो डल्लो, बिचको स्ट्रक्चर इज कोलोइड है। बिचमा कोलोइड भन्ने झोल जस्तो, छेउछेउमा इपिथेलियम हुन्छ, फोलिकुलर सेल्स। थाइरोइडको इपिथेलियम कुन हुन्छ भन्ने अलिकति कन्फ्युजन छ तिमीहरूलाई। जब थाइरोइडले केही सेक्रेटै गरिरहेको हुँदैन, इनेक्टिभ स्टेटमा हुन्छ, त्यति बेला थाइरोइड इपिथेलियम सुतेर बसेको हुन्छ। सुतेको सेल हाम्रो ह्युमन बायोलोजीमा के हो, सिम्पल स्क्वामस इपिथेलियम, सिम्पल है। जब मोडरेटली सेक्रेट गरिरहेको हुन्छ, थाइरोइड हर्मोन ठिक्क निस्किरहेको हुन्छ, त्यति बेला इपिथेलियमको अलिकति मोडिफिकेसन हुन्छ। सुतेको इपिथेलियम बस्न थाल्छ। बस्नु भनेको लेन्थ ब्रेथ बराबर बसेको सेल क्युबोइडल इपिथेलियम है ल। जब एक्टिभली सेक्रेट गर्छ त्यति बेला सेलहरू पनि तन्किन्छ। लामो लामो सेलहरू भनेको सिम्पल कोलाम्नार सेल। सो 3 थरीका इपिथेलियम थाइरोइड फोलिकलभित्र हुन्छ है ल। यो इपिथेलियमले सेक्रेट गरेको थाइरोइड हर्मोन कोलोइडमा स्टोर भएर बस्छ। अनि 2 खाले हर्मोन हुन्छन् खास थाइरोइड फोलिकलले सेक्रेट गर्ने, एउटा T3, अर्को T4। T3 भनेको ट्राई आयोडो थाइरोनिन, 3टा आयोडिन भएको थाइरोइड हर्मोन इज ट्राई आयोडो थाइरोनिन। जब 4वटा आयोडिन टाँसिन्छ त्यसलाई हामी भन्छौँ टेट्रा आयोडो थाइरोनिन, अल्सो कल्ड एज थाइरोक्सिन। अब यो क्याल्सिटोनिन भन्ने चाहिँ फोलिकलको वरिपरि पाराफोलिकुलर सेल हुन्छ, हो त्यसले सेक्रेट गर्छ है ल। थाइरोइड क्याल्सिटोनिन भन्छौँ हामी है त ल। अब यो थाइरोइड ग्ल्यान्डको हर्मोन कसरी सेक्रेट हुन्छ, केले रेगुलेट गर्छ भन्ने कुरा बुझ्न पऱ्यो है त। पिट्युइटरी ग्ल्यान्ड र इन्सुलिन र ग्लुकागोन बाहेक सबै हर्मोनले नेगेटिभ फिडब्याक मेकानिजम देखाउँछन्। के हो त नेगेटिभ फिडब्याक मेकानिजम भनेको कुरा है त, यो खाना जस्तै हो। अब जब T4 र T3 हाम्रो ब्लडमा कम हुन्छ है, जब T4 र T3 को सेक्रेसन कम हुन्छ त्यति बेला भोक लाग्यो अब थाइरोइड ग्ल्यान्डलाई। थाइरोइड ग्ल्यान्डले खाना मगाउँछ पिट्युइटरी ग्ल्यान्डबाट। सो हाइपोथ्यालेमस र पिट्युइटरी ग्ल्यान्डबाट अब हर्मोनहरू निस्किन थाल्छ। हाइपोथ्यालेमसबाट थाइरोट्रोपिन रिलिजिङ हर्मोन, पिट्युइटरीबाट TSH भनेको थाइरोइड स्टिमुलेटिङ हर्मोन। अनि त्यसले फेरि थाइरोइड हर्मोन निकाल्न थाल्छ। अब बढी भयो, पुग्यो मलाई अगाएँ भनेपछि अब खाना पुगेको जस्तै नआइज भन्छ। सो यसैलाई भन्छन् नेगेटिभ फिडब्याक मेकानिजम। अब यो T4 र T3 ले हाम्रो बडीमा गएर मेटाबोलिक इफेक्टहरू देखाउन थाल्छ है। सो ब्लडबाट सेक्रेट हुन्छ। टार्गेट अर्ग्यानहरू भनेको न्युरोनमा जान्छ, न्युरोनमा माइलिनेसन गर्छ, ब्रेनलाई एक्टिभ बनाउँछ। थाइरोइड हर्मोन कम भयो भने मेन्टल रिटार्डेसन हुन्छ, थाहा छ है। अब लिभर, एडिपोज टिस्यु, बोन, मसलहरूमा जान्छ। जे होस्, यसको मेन काम भनेको बेसल मेटाबोलिक रेटलाई मेन्टेन गर्ने, मेटाबोलिजमलाई बेसमा ल्याएर राख्ने, न बढ्न दिने न घट्न दिने है। अब थाइरोइड हर्मोन धेरै भयो भने के हुन्छ, थोरै भयो भने के हुन्छ।
जब थाइरोइड हर्मोन धेरै सेक्रेट हुन्छ त्यो कन्डिसनलाई हामी हाइपरथाइरोइडिजम भन्छौँ। जब कम सेक्रेट हुन्छ त्यसलाई हामी हाइपोथाइरोइडिजम भन्छौँ है। निमोनिक्स नै छ। हाइपो भनेपछि लो थाइरोइड, सो हाम्रो जिउको सबै फङ्सन स्लो हुन्छन्। हाइपरथाइरोइडिजम सबै हट हुन्छ, हाई हुन्छ, सबै सिस्टम फास्ट हुन्छ है त। ल के हुन्छ बुझ्दै जाउँ टाउकोदेखि खुट्टासम्म। जब हाइपोथाइरोइडिजम हुन्छ, हाई ड्राई हेयर, पफी फेस, गोइटर है, जिउ सुन्निन थाल्ने हाइपोथाइरोइडिजमको मेन फिचर है। पानी कटाउन सक्दैन जिउले, सुन्निन्छ, सिम्पल छ है। ल हार्टबिट हाइपरथाइरोइडिजममा फास्ट हुन्छ, हाइपोथाइरोइडिजममा स्लो हुन्छ है। दुईवटा त्यो निमोनिक्सबाट थाहा भइसकेको कुरो। वेट गेन है, अब मेटाबोलिजम धेरै हुन सक्दैन, क्याटाबोलिजम धेरै फास्टर हुन सक्दैन, सो वेट गेन हुन्छ, हुप्प फुलेको हुन्छ हाइपोथाइरोइडिजम भएको मान्छे। वेट लस केमा हुन्छ, हाइपरथाइरोइडिजम, सुकेनास लाग्छ। अब मेटाबोलिजम घटाउने हाइपोथाइरोइडिजम, डाइजेसन राम्रोसँग हुनु पाएन, कन्स्टिपेसन भयो, डाइरिया, हाइपरथाइरोइडिजम है। अब माइलिनेसन भएन, मेन्टल रिटार्डेसन, हाइपोथाइरोइडिजममा। चाहिने भन्दा बढी इरिटेट हुन्छ मान्छे केमा, हाइपरथाइरोइडिजम है। कोल्ड इन्टोलरेन्स र हिट इन्टोलरेन्सको कुरा छ है। तिमी कोठामा बस, पङ्खा चलाइदियो भने यस्तो हुप्प, नेपालगञ्जको गर्मीमा पनि पङ्खा चलाउँदा जाडो हुन्छ हाइपोथाइरोइडिजम भएको मान्छेलाई भने, हाइपरथाइरोइडिजम भएको मान्छेलाई माउन्ट एभरेस्टमा जाँदाखेरि पनि गर्मी हुन्छ। हो त्यस्तो कुरो हो है त। अब यो कन्डिसन हो है, हाम्रो ब्लडमा थाइरोइड धेरै छ अथवा थोरै गराउने कन्डिसन हो, डिजिज होइन। डिजिज अलिकति फरक छ है। अब अघि नै मैले भनेको थिएँ थाइरोइड हर्मोन बन्नलाई आयोडिन चाहिन्छ, किन T3मा 3टा आयोडिन, T4लाई 4वटा आयोडिन चाहिन्छ भनेको है। सो आयोडिनको कमी भएर लाग्ने रोग इज गोइटर, नेपालीमा गलगाँड। अब योबाट बच्न सरकारले आयोडाइज नुन बाँड्न थाल्यो है। पछि हामीले खाने नुन हुन्छ, यो आयोडिनको नुन खान थालेपछि गोइटरको इन्सिडेन्स एकदमै थोरै भएर गएको छ नेपालमा है। अब यो आयोडिन डिफिसियन्सी डिजिज अर्थात् गोइटर चाहिँ तराईको भन्दा बढी पहाडको मान्छेलाई लाग्थ्यो पहिला है, किनकि तराई अथवा सीको नजिकै के हुन्छ, आयोडिनको लेभल धेरै हुन्छ। सी लेभलबाट जति नजिक उति बढी आयोडिन, जति टाढा उति कम आयोडिन। सो हिमाल पहाडको मान्छेलाई गोइटर हुने चान्सेस चाहिँ बढी हुन्छ। सी फुड खानेहरूलाई त झन् गोइटर त हुँदै हुँदैन, हाइपरथाइरोइडिजमसम्म हुनसक्छ आयोडिन बढी भएर है। ल त्यस्तो कुरो हो। सो यो भयो कुरो है पहिला गोइटर। अब अलिकति एउटा डिजिज त पढ्यो गोइटर भनेर। अब अर्को डिजिज भनेको क्रेटिनिजम। क्रेटिनिजम चाइल्डहुडमा हुन्छ, किनकि सी फर क्रेटिनिजम, सी फर चाइल्डहुड। जन्मिँदै बच्चा हाइपोथाइरोइड स्टेटमा जन्मियो भने त्यति बेला लाग्ने रोग इज क्रेटिनिजम। ग्रोथ रिटार्डेसन हुन्छ, मेन्टल रिटार्डेसन हुन्छ, अनि त्यसपछि सर्ट स्टेचर भइहाल्यो, पुड्के बच्चा भइहाल्यो, हुप्प परेको मोटो बच्चा है। सो हामी 3वटा कुरा भन्छौँ, पुन्टे, भुन्टे अनि मुन्टे है। पुन्टे भनेको ग्रोथ रिटार्डेसन, क्रेटिनिजम डवार्फ है, डवार्फिजम हुन्छ। पिट्युटरी डवार्फ भन्दा अलिकति डिफ्रेन्ट हुन्छ, किनकि पिट्युटरी डवार्फ इज मेन्टल्ली एक्टिभ, सेक्सुअल्ली एक्टिभ। क्रेटिनिजम डवार्फ इज नट एक्टिभ एट अल है। ल सो पुन्टे इज ग्रोथ रिटार्डेसन, भुन्टे इज हुप्प परेको है, मेटाबोलिजम स्लो भएर मोटाउँछ बच्चा है। अनि अर्को भनेको मेन्टल रिटार्डेसन, मुन्टे है। अचेल मेन्टल रिटार्डेसन भन्ने टर्म त त्यसरी युज गर्न पाइँदैन, सो हामी इन्टेलेक्चुअल डिसेबिलिटी भन्छौँ। हियरिङ, मोटर सबै खाले डिसेबिलिटी हुन्छ बिचरा बच्चालाई है। ल अब बच्चामा हाइपोथाइरोइडिजम भएर लाग्ने रोग, चाइल्डमा सी फर क्रेटिनिजम लाग्ने, एडल्ट भनेको म्यान, एम फर म्यान, एम फर मिक्जोइडिमा भन्ने। मिक्जोइडिमा भनेको हात खुट्टा सुन्निने है त। ल खुट्टाहरू सुन्निन्छ हाइपोथाइरोइडिजम भयो भने। त्यही भएर थाइरोइड भयो भन्छन्, थाइरोइड भएको होइन, हाइपोथाइरोइडिजम भएको हो भन्न नजानेर थाइरोइड भएको भने है त। ल अब अटो इम्युन थाइरोइड डिजिजको बारेमा अलिकति कुरा गरौँ। यो डिजिजको नाम हो हासिमोटोज डिजिज, जसले हासिमोटोज डिजिजमा हाइपोथाइरोइडिजम हुन्छ। पहिला यो कुरा बुझ्यो है त। अब अटो इम्युन डिजिज भनेको के हो त, इम्युन सिस्टम बुझ्नुपर्छ। इम्युन सिस्टमले के गर्छ, कीटाणुलाई मार्छ। बाहिरबाट कुनै फरेन बडी हाम्रो जिउमा पस्यो भने इम्युन सिस्टम एक्टिभेट भएर त्यसलाई किल गर्छ। अब यस्तो खाले रियाक्सन भइदिन्छ, यस्तो खाले मेकानिजम हुन्छ अटो इम्युन डिजिजमा चाहिँ, जसमा थाइरोइड ग्ल्यान्ड आफै फरेन बडी जस्तो भएर प्रेजेन्ट भइदिन्छ। सो थाइरोइड ग्ल्यान्ड फरेन बडी भएपछि अब थाइरोइडको अगेन्स्टमा के निकाल्छ जिउले, इम्युन सिस्टमलाई एक्टिभेट गर्छ। इम्युन सिस्टमले नै थाइरोइडलाई किल गर्न थाल्छ अनि हाइपोथाइरोइडिजम हुन्छ। यस्तो खाले डिजिजलाई भन्छ हासिमोटोज डिजिज है। सो सुन्निएको छ, यत्रो ठुलो गोइटर आएको छ, हाइपोथाइरोइड स्टेटमा छ। हाइपोथाइरोइडिजममा हुने सबै थोक, मेन्टल रिटार्डेसन, ग्रोथ रिटार्डेसन, अनि त्यसपछि कन्स्टिपेसनदेखि
टाउकोदेखि खुट्टासम्म अघि नै भनेका कुरा जति सबै हुन्छन्। अब अर्को अटोइम्युन डिजिज भनेको ग्रेभ्स डिजिज हो, जसमा हाइपरथाइरोइडिजम हुन्छ फेरि है। सो यसलाई ग्रेभ्स डिजिज किन भनेको भन्दाखेरि पहिला उपचार थिएन, यसको सिधै ग्रेभमा पुऱ्याइदिन्थ्यो है, मुर्दा घरमा पुऱ्याइदिन्थ्यो। सो ग्रेभ्स डिजिज। यसलाई एक्जोप्थाल्मिक गोइटर पनि भन्छौँ, किनकि आँखा पक्क बाहिर निस्किन्छ है, थाइरोइड बढ्छ, एकदम धेरै सेलुलर ग्रोथ है, आँखाको त्यो सेतो भाग स्क्लेरामा यति धेरै ग्रोथ हुन्छ, त्यो पक्क बाहिर निकालिदिन्छ आँखालाई है। सो एक्जोप्थाल्मस। अनि त्यो डिपोजिसन खुट्टामा पनि गएर बस्छ, अनि खुट्टा सुनिन्छ मिक्जुइडीमा है। र थाइरोइडमा धेरैवटा नोड्युल्सहरू ग्रो हुन थाल्छ। सो टक्सिक मल्टिनोडुलर गोइटर। टक्सिक किन भनेको भन्दाखेरि धेरै थाइरोइड ब्लडमा भएको भएर है त। ल, थाइरोइडको बारेमा अब यति नै भयो कुरो। ल, अब थाइरोइड फोलिकलबाट अलिकति बाहिर आउँ। प्याराफोलिकुलर सेल। प्याराफोलिकुलर सेलले क्याल्सिटोनिन सेक्रेट गर्छ। नामै क्याल्सिटोनिन छ भनेपछि क्याल्सियमसँग यसको रिलेसन छ। जब ब्लडमा क्याल्सियम बढी हुन्छ, क्याल्सिटोनिनले हाम्रो बोनमा ल्याएर क्याल्सियमलाई डिपोजिट गर्छ। सो इट इज बोन फर्मिङ हर्मोन है। ल, यसको ठ्याक्कै उल्टो अब प्याराथाइरोइड ग्ल्यान्डले सेक्रेट गर्ने प्याराथर्मोन अथवा प्याराथाइरोइड हर्मोन हुन्छ है। सो यसलाई प्याराथाइरोइड ग्ल्यान्डको चिफ सेलले सेक्रेट गर्छ। वरिपरि अक्जिफिल सेल हुन्छ, स्टमकमा अक्जिन्टिक भने जस्तो, यसमा अब अक्जिफिल सेल, अनि चिफ सेल भने जस्तो यसमा पनि चिफ सेल। चिफ सेलले प्याराथाइरोइड हर्मोन सेक्रेट गर्छ। अक्जिफिलमा धेरै माइटोकोन्ड्रिया हुन्छ भन्ने नयाँ स्टडिजहरू आएको छ। सो यसले प्याराथाइरोइड हर्मोनलाई रिजेनेरेट गर्छ। प्याराथाइरोइड सेल्स अर्थात् चिफ सेललाई रिजेनेरेट गर्छ अक्जिफिल सेल है त। ल, सो अब प्याराथर्मोनले के गर्छ? प्याराथर्मोनले भिटामिन डी एक्टिभेसन गर्छ एउटा है। जब यो प्याराथाइरोइड हर्मोन कति बेला सेक्रेट हुन्छ भन्ने कुरा बुझौँ पहिला। जब ब्लडमा क्याल्सियम घट्छ त्यति बेला प्याराथाइरोइड हर्मोन रिलिज हुन्छ। सो यसको काम भनेकै ब्लडमा क्याल्सियम बढाउने हो है त, घटेको क्याल्सियमलाई बढाउने। अब कसरी बढाउँछ भने एउटा बोन रिजर्भ गर्ने, बोनको क्याल्सियम ब्लडमा लिएर आउने। सो बोन डिस्ट्रोय गर्ने, ब्लडमा क्याल्सियम बढ। अर्को भिटामिन डीलाई एक्टिभेसन गर्ने है। सो किडनीमा 1 अल्फा हाइड्रोक्सिलेज इन्जाइमले कम्प्लिट फर्म अफ भिटामिन डी बनाउँछ, क्याल्सिट्रायोल है। किडनीमा पनि मैले भनेको छु यो कुरा। सो भिटामिन डीलाई एक्टिभेट गरेपछि इन्टेस्टाइनमा क्याल्सियम एब्जर्ब हुन्छ, किडनीमा डिसिटीमा क्याल्सियम रिएब्जर्प्सन बढ्छ, अनि अटोमेटिकल्ली ब्लडमा क्याल्सियम बढ्छ है। त्यो काम प्याराथाइरोइड हर्मोनले गर्ने। यसको ठ्याक्कै उल्टो काम कसले गर्ने? क्याल्सिटोनिनले गर्ने। क्याल्सिटोनिनले ब्लडबाट बोनमा लिएर जाने है, प्याराथर्मोनको एन्टागोनिस्ट भने प्याराथर्मोनले ब्लडबाट बोनमा। सो यो ब्यालेन्सलाई है कम हुँदा बढाउने, बढी हुँदा घटाउने, यस्तो ब्यालेन्सलाई इन्टरनल इन्भाइरोमेन्टको ब्यालेन्सलाई हामी भन्छौँ होमियोस्ट्यासिस। क्याल्सियमको ब्यालेन्स त क्याल्सियम होमियोस्ट्यासिस। सो यो काम प्याराथाइरोइड हर्मोनले गर्यो। अब यसको हाइपर सेक्रिसन भयो अथवा हाइपो सेक्रिसन भयो भने के हुन्छ त्यो बुझौँ है त। हाइपर प्याराथाइरोइडिजम भनेको दुईवटा चिज हुन्छ यसमा। सो हाइपर प्याराथाइरोइडिजम भयो भने पिटिएच बडी सेक्रेट हुन्छ, रिकेट हुन्छ। केमा? चाइल्डमा। एडल्टमा ओस्टियोम्यालेसिया है त। ल, चाइल्डमा रिकेट भनेपछि यो खुट्टा कस्तो खाले हुन्छ? त्यो धनुष हान्ने जस्तो खुट्टा हुन्छ, यसलाई भन्छ बोइङ अफ नी है। ल, ठुल्ठुलोमा अब बोन के हुन्छ? बोनबाट क्याल्सियम घटाएर यसले ब्लडमा लिएर जान्छ भनेको थियो प्याराथाइरोइड हर्मोनले। सो बोनको क्याल्सियम घटेपछि के हुन्छ? बोन कमजोर हुन्छ। सो रिकेट्स लाग्छ चाहिनेभन्दा बढी सेक्रेट भयो भने। एडल्टमा ओस्टियोम्यालेसिया। अब यसलाई सम्झिनको लागि जब बच्चा क्रिकेट खेल्छ है, सानोमा पढ्न छोडेर क्रिकेट खेल्ने, ठुलो भएपछि अब कि त खतरा क्रिकेट प्लेयर भएर मलेसिया जान्छ, होइन भने खाडी मुलुकमा कमाउन गए जसरी मलेसिया जान्छ है। पढ्नु सड्नु छैन, नपढेपछि त्यो हुनसक्छ है, नराम्रो चाहिँ भनेको होइन। अब प्याराथाइरोइड हर्मोन कम भयो भने ब्लडमा क्याल्सियम हुँदैन। ब्लडमा क्याल्सियम घटेपछि हातखुट्टा बाउडिन थाल्छ, यसलाई भन्छौँ हामी टिटानी है। सो हाइपोक्याल्सिमिक टिटानी प्याराथाइरोइड हर्मोनको रिलिज कम भएर हुन्छ। सो हामीले यो सँगसँगै थाइरोइड र प्याराथाइरोइड हर्मोनलाई सकायौँ। अब अरू भिडियोहरू पनि कुरा गर्छौँ भन्दै आजको भिडियो यहीँ कन्क्लुड गर्न चाहन्छु। दिवस तिवारी साइनिङ अफ। धन्यवाद।